ल आज चाहिँ म यता धरान हर्क सिटीतिर भएको जानकारी गराउन चाहन्छु। यो चाहिँ हाम्रो हर्क साम्पाङ ज्यूको इनिसिएसनमा बनेको श्रम संस्कृति पार्क रहेको छ। यसरी सब हेर्न देख्न सक्नुहुन्छ। यो चाहिँ पुरा जङ्गलको र खोलाको बगरलाई सदुपयोग गरेर बनाइएको छ। यो चाहिँ यो के रहेछ? यो चाहिँ हर्षित नम्बर रहेछ। सायद यो चाहिँ स्पोन्सर गर्नेहरूको नाम हुनुपर्छ। कसै न कसैको पुर्खाहरूको नाममा, आफ्नो आफन्तहरूको नाममा यो चाहिँ सौजन्य गरेको रहेछ। ल एकदमै ब्युटिफुल अर्गानिक पार्क बनाउनु भएको रहेछ। यो चाहिँ मेरो फर्स्ट टाइम हो श्रम संस्कृति पार्कको घुमाइ चाहिँ। यो चाहिँ हाम्रो प्राकृतिक सम्पत्तिलाई, प्राकृतिक भूगोललाई सदुपयोग गरेर एकदमै राम्ररी मजाले सदुपयोग गरेर यस्तो बनाउनु भएको छ। दिनमा आज लगभग हजारौं मान्छेहरू चाहिँ घुमघाम गर्न आउँछन् होला सायद। सो अहिलेको यहाँनिरको माहौल हेर्दा 1000 चाहिँ राम्ररी नै क्रस हुन्छ कि जस्तो अनुमान गर्न सकिन्छ।